Welcome to my YouTube channel. हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। आज मेरो छुट्टी, मैले आज भ्लग हजुरको मार्फत लिएर आएको छु। आज मेरो भ्लग लामो हुन सक्छ, कृपया फुल वाच गरिदिनु होला अनि लाइक सब्स्क्राइब पनि गरिदिनु होला है। हेलो सबैजनालाई गुड मर्निङ। आज छुट्टीको लागि आज म रेडी हुन लागेको छु हिमाचल जानको लागि। मलाई खासै मेकअप गर्न त आउँदैन, तर पनि आज म चाहिँ म मेकअपमा के युज गर्छु भनेर तपाईले म देखाउँछु। मैले चाहिँ सुरुमा चाहिँ मोइस्चराइजर लगाएको छु लोटसको, त्यही पनि यो चाहिँ बटरको है। सनस्क्रिन लगाउँछु। मैले चाहिँ सनस्क्रिन चाहिँ पपाया 25 लगाउँछु है। त्यसपछि लाउँदैछु सनस्क्रिन। लाउँछु मैले यो सीसी क्रिम, स्नेलको हो, यो धेरै पनि पर्दैन। आइब्रो गर्न। त्यसपछि मैले चाहिँ यो आई स्याडो लाउँदै त्यसपछि यो म चाहिँ मस्काराको लागि परेला फर्काउँछु। अब मैले चाहिँ मस्काराको लागि यो युज गर्दैछु, एफडी मस्कारा युज गर्छु। को लागि चाहिँ मैले क्युटी ब्युटी भन्ने चाहिएको चाहिँ यो युज गर्छु गाइस। म अब लिपस्टिक लाउन गइरहेको छु। देख्न सक्नुहुन्छ गाइस, मैले चाहिँ हिजो कपाल कर्लीको लागि मैले मोजाबाट चाहिँ गरेको थिएँ हैन, अनि मैले ओभरनाइट राखेको थिएँ। यसले चाहिँ अब म तपाईलाई खोलेर देखाउँछु है त। साथीहरु आज छुट्टी निस्केको, पानी परेर बेहाल छ लिमासोलमा। अब कहाँ गएर बस्ने हो र? यसम्म यत्रो वर्षमा चाहिँ कहिले पनि पानी परे बेला निस्केको थिएन। आज च्यालेन्ज एक्सेप्ट गर्ने हो सबैजना। पानी परेर हामीलाई च्यालेन्ज दिइरहेको छ, च्यालेन्ज एक्सेप्ट गर्ने हो। आज पानी परेको परै हामी हेरेको हेरै, हामी बाहिर निक्लेको पानी परेको, त्यही भएर हामीले यस्तो गीत मिलाएर गाएको है त साथीहरु। हामी साथीहरु चाहिँ यस्तो पानी परेछ, यस्तो दन्के र पनि घुम्न भनेपछि छोड्दैनन् हो। हामी कहिले यहाँ सन्डे मार्केटमा आएको, साथीहरु अगाडि गइसक्यो। पानी परेछ र पनि घुम्न भने छोड्दैनन् साथीहरु, क्याद्नी हो यस्तो पानीमा। चस्मामा पनि पानी परेर कहिले सोचेको थिएन हामी निस्केको बेला पानी पर्छ भनेर। आज मौसमले च्यालेन्ज हान्दिएको, तर च्यालेन्ज हामी एक्सेप्ट गर्छौँ। एक्सेप्ट गर्न परिहाल्यो नि त अम्बिकाजी। अन्त आजको पानी परे पनि हामी कतिको रमाइलो गर्छौँ, तपाईँ देख्नु होला, हामी देखाउनेछौँ। यसको ब्याकग्राउन्ड साथीहरु यता छ, पानी परेर ढुक्रो छ। यो चाहिँ पानी परेको छैन, तर पर्न चाहिँ लागेको छ। हामीलाई त पानी परेर यहाँ खाना बोकेर हिँडेको साथीहरु है,
पानी परेर कहाँ बसेर खाने भनेर ठाउँ खोज्दैछौँ अब भयो भने यहाँ ढुङ्गाहरू छ ढुङ्गामाथि बसेर खाने हो साथीहरू होइन अब हिँडेछौँ भोक लागिसक्यो खाना साथमा छ तर बसेर खाने ठाउँ नभएर यहाँ पेटमा मुसा हिँडिसक्यो के हिँड्यो रे अमृता पेटमा मुसा कुदिसक्यो पानी पर्यो फेरि ओए साँझ पक्का पानी पर्यो हौ आज पनौती दिन रहेछ साथीहरू पनौती दिन गाइस हामी अब ढुङ्गामा बसेर खाना खाने अरूले ढुङ्गामा खाना पकाएर खान्छ हामी चाहिँ ढुङ्गामा बसेर खाना खाने बस्ने ठाउँमा पाइएन चौरमा चिसै छ पानी परिरहेको छ पानी पर्न थाल्यो हेलो साथीहरू हामी चाहिँ खानासाना खाएर मेरो त्यहाँ यता सामान छ सामान लिन जाँदै मेरो साथीहरू पिरियाहरू यहाँ छन् डार्लिङहरू हामी चाहिँ यो जूमा आएको बाहिर भित्र चाहिँ टिकट काट्नु पर्छ हो जानु न त्यतैबाट अनि बाटो कहाँ हामी कताको बाटो हिँडेको त धेरै टाढा छैन आज पानी परेर दिन खराब भएको छ दिमाग खराब भएको छ हामी चाहिँ डुल्न हिँडेको रे कताको गल्ली कताबाट हिँडेछौँ म चाहिँ यता पोकै पोको पछाडि झोला छ पोकै पोको बोकेको छु हिँडेछौँ अब कता कताको बाटो कता पुग्ने हो थाहा पनि छैन साथीहरू चिन्नु होला ल साथीहरू हामी फाइनली जूमा आएको है साइप्रसको जूमा म तपाईँलाई देखाउँछु है यो चाहिँ चराहरू भयो हाँस छ अनि चराहरू छ परेवाहरू छ हुन त यति त नेपालमा पनि छ होइन छापछाप देख्न पाइन्छ तर पनि अब यस्तो छ म तपाईँहरूलाई देखाउँछु है ए यता चाहिँ मयूर छ है गाइस मयूर ओ भेडा माइ गड भेडा यिनीहरूकै गुमुत गनाको वाउ बिस्कुटहरू केही छैन है दिनलाई ए होइन अगाडिको त भेडा थियो हौ खानेकुरा दिने उसो भनेर होला क्या खानेकुरा केही छैन वाह के यिनीहरू जरायो यसरी कराउँदो रहेछ है मैले आजै होला भाइ यति नजिकबाट देखेको माइ गड खानेकुरा केही छैन भाइ के भन्छ ऊँट हो क्या हो ला यसले त थुक्छ बजा ला यसले त थुक्छ बजा मयूर कस्तो मजाले उ गरेको भाइ ऊँट जस्तो छ है यो ऊँटै होला यहाँ साथीहरू है यता त यो चाहिँ हाँस कति ठुलो हाँस हो माइ गड यहाँ चाहिँ कछुवा छ है आमा सानो बच्चा हेर्नु न त्यहाँ यहाँ चाहिँ बकुला पनि छ अनि कछुवा पनि छ दुईटा कछुवा जोडीले होइन अब तपाईँको टुप्पी तानिदिन्छ हेर्नु फेरि विचार पनि गर्नु
आयो 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 ए फेरि घाउ मलाई ठुङ्नु खोज्दैछ मलाई ठुङ्नु चोकटा निकाल्दे ल फेरि विचार गर्नु यिनीहरूलाई जिस्काउनु हुँदैन नि कति क्युट हो कि ओ माइ गॉड आफ्नो धुनमा हुनुहुन्छ यता आफ्नै धुनमा उहाँ पखेटा फिचर एक्सन देखाएको देखेन यिनीहरूलाई ट्रेनिङ दिन्छ होला कि है मान्छेहरू आएको बेला यस्तो ऊ देखाउनु भनेर ल त्यसलाई ट्रेनिङ दिन्छ अरे मान्छेहरू आएको बेला त्यसरी सिकायो भनेर हो रहेछ त्यसले सिकेर अर्कोले पनि हो पखेटा फिजाएर बसेको ल यहाँ चाहिँ नेपालमा फ्री छ नि यहाँ बन्धनमा परिरहेको गिद्ध छ भित्रपट्टि छ कति ठुलो हाँस हो कि है आमामा होइन त्यसले त एक्सन दिइराख्दो रहेछ क्या हो यहाँ चराहरू छ है म देखाउँछु चरा सुगा है यो त चरा भने सुगा रहेछ यहाँ चाहिँ छैन चराहरू कता उडेछ यो त जुरेली होइन र जुरेली गाइस ओ सुगाहरू पनि रहेछ त्यो ठुलो सुगा रहेछ यता चाहिँ यता जुगा जुगा के भन्नु मैले सुगा के सुगा सुगा भनेको जुगा भनेको छु यहाँ चाहिँ परेवाहरू छ गाइस सेतो परेवा छ यहाँ चाहिँ माछा पोखरी रहेछ है यो चाहिँ मरेको रे कुखुरा अनि बाख्रा अनि यो चाहिँ के हो गधा कता गयो यो चाहिँ जलगैडा गाइस खुट्टा खुट्टा खानु दियो भनेर त नि न्युरी मुसाइ हुन्छ यो अस्ट्रिच चरा हो अस्ट्रिच ओ माय गॉड के हो यो चाहिँ अस्ट्रिच चरा जस्तो लाग्छ अस्ट्रिच यो हो हो अस्ट्रिच क्या अस्ट्रिच यस ओइ ठुङ्छ यसले त नजिकै नजानु त हाँस परेवा अनि यो चाहिँ कंगारू सो क्यूट ओ माय गॉड कंगारू ओ उता अस्ट्रिचतिर बच्यो है ठुङ्दिन्छ तर कंगारू चाहिँ सानो बच्चाहरू रहेछ त बाख्रा ल हेर मलाई चाहिँ गाइजहरू यिनीहरू यो यहाँ आएर यो देख्दाखेरि चाहिँ म चाहिँ नेपालमै छु जस्तो लागेको छ है ल गोरु पनि छ यता भेडा पनि छ बाख्रा पनि छ तर कंगारू चाहिँ अलिक ठुलो राख्नु पर्ने हो है यो बकुलले चाहिँ एउटा खुट्टा मात्र उचालेर चाहिँ बनाउँदैछ होइन यस्तो दामी हो कि माइ गॉड जाने जाम न माइ गॉड ओ माइ गॉड कति ठुलो ओ माइ गॉड ओ सिसा छ नि त सेफ्टी छ नि जिउँदो त होइन होला जिउँदै हो जिउँदै हो त्यो चाहिँ यहाँ पानी छ अनि ओ माइ गॉड ब्ल्याक स्नेक यो अजिङ्गर
जिन्दगीमा फर्स्ट सुते खान है सबै सुते खान माई गड मलाई चाहिँ डर लागेको छ राम 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 ओ एउटा त झन् पानीमा गुटुमुटु भएको रहेछ यहाँ माई गड यो चाहिँ छेपारो यहाँ चाहिँ ब्ल्याक सर्प सानो रहेछ पुच्छर मात्रै देखेको छु तर त्यहाँ लुकेको छ कता हो अनि यो सर्पले चाहिँ मान्छे टोकेपछि चाहिँ ऊ हुन्छ प्यारालाइज हुन्छ यो सर्प छेपारो यो मरेको हो कि जिउँदो हो छेपारो यो चाहिँ के हो यहाँ चाहिँ कछुवा छ अनि यसमा चाहिँ के छ मलाई नि डर लागेछ ऊ चलेको चलेको दिदी चलेको यो चाहिँ कछुवा हो कछुवा त्यसपछि यहाँ के छ होला यहाँ चाहिँ के छ कुन सर्प छ है यहाँ केही देख्दिनँ त यहाँ नि छ सर्प हो कसम होला माई गड सर्प हेर्दा त मन लाग्ने मोटो ठाउँले जिन्दगी यसरी डराएको पनि देखिँदो रहेछ तर सबैभन्दा क्युट चाहिँ त्यो आल्लो राम्रो छ कि है यताबाट बाहिर निस्कि यतैबाट निस्किउँ न के भन्छ त नि यो चाहिँ स्नेक चलेको थियो है अघि चाहिँ तपाईँले देख्न सक्नुहुन्छ